त्यो 2.5 देखि 2.5 इयर्स कम्प्लिट भइसकेपछि त्यसपछि यु हेभ टु स्टार्ट वर्किङ एन्ड स्टडिङ एट द सेम टाइम. नाउ थर्ड लेभल विच इज द प्रोफेसनल लेभल. यो लेभलमा चाहिँ मान्छेले काम पनि गरिरहेको हुन्छ, विच इज इन्टर्नसिप अर आर्टिकलसिप भन्छौँ. काम पनि गरिरहेको हुन्छ र पढिरहेको पनि हुन्छ. इफ यु क्यान ब्यालेन्स बोथ एन्ड देन कम्प्लिट द थर्ड लेभल विदिन 9 months टु म्याक्सिमम 1 year, द्याट इज अमेजिङ होइन. त्यो तपाईँको एसिसिए कम्प्लिट भयो. नत्र भनेदेखि यो थर्ड लेभलमा तपाईँले काम गर्दै जाँदाखेरि कस्तो हुन्छ भने पढाइको त्यो लेभलको प्रेसर चाहिँ हुँदैन जति फर्स्ट र सेकेन्ड लेभलमा हुन्छ. पास गर्ने त्यो लेभलको प्रेसर हुँदैन. घरमा पनि छोरा काम गरिरहेछ, छोरी काम गरिरहेछ, हल्का कमाइरहेछ होइन, ल ठिकै छ, यो सेसन एक्जाम ब्रेक लियो होइन, द्याट इज त्यो त्यस्तो अलिकति एक्सेप्टेबलै हुन्छ होइन. सो त्यो कारणले गर्दाखेरि चाहिँ थर्ड लेभल चाहिँ मान्छेले अलिकति स्ट्रेच गरेर, बिकज इट इज सो फ्लेक्सिबल, हामीले आफ्नो पेसमा एक्जाम दिन सक्छौँ, अलिकति स्ट्रेच गरेर 1.5 yearsमा कम्प्लिट गरे पनि हुन्छ. बिकज तपाईँ सेकेन्ड लेभल कम्प्लिट हुने बित्तिकै 3 years त यसै पनि काम गर्नै पर्यो होइन. सो त्यो 3 yearsमा तपाईँले पढाइ फर्स्टको 6 monthsमा कम्प्लिट गरे पनि इट इज द सेम थिङ, 1.5 yearsमा कम्प्लिट गरे पनि इट इज द सेम थिङ. सो म चाहिँ थर्ड लेभल पुगिसकेपछि चाहिँ आई एडभाइज स्टुडेन्ट्स लाइक नट टु टेक टु मच प्रेसर, फोकस मोर अन वर्क एन्ड लर्निङ द कम्पिटेन्सिज रिक्वायर्ड फ्रम योर वर्क एज वेल होइन. सो काम गर्दै पढ्दाखेरि चाहिँ थर्ड लेभल चाहिँ 1.5 yearsमा सकिन्छ. सो इन समरी स्टार्ट गरेको 4.5 yearsमा चाहिँ आई एक्सपेक्ट अल स्टुडेन्ट्स टु कम्प्लिट देयर एसिसिए स्टडिज. 4.5 years कम्प्लिट भइसकेपछि त्यसपछि अनदर 1.5 years जति इन्टर्नसिप पनि कम्प्लिट गर्नु पऱ्यो. त्यो इन्टर्नसिप कम्प्लिट गरिसकेपछि सो त्यही युजुअली चाहिँ तपाईँको 5 to 6 years भित्र चाहिँ एसिसिए मेम्बरसिप चाहिँ अभाइलेबल हुन्छ. सो इफ यु आर स्टार्टिङ +2 पछि 18मा स्टार्ट गर्ने, 19, 20, 21, 23मा त तपाईँले मेम्बरसिप पाउनुभयो होइन. एन्ड मेम्बरसिप पाइसकेपछि देन योर स्कोप अफ अपर्च्युनिटिज विल गेट इभन हायर. सर हजुरले भन्नुभएको थियो लाइक एक्जाम स्ट्रेच गर्न मिल्छ, त्यस्तो गर्दाखेरि चाहिँ अब सपोज त्यो फर्स्ट अब सुरुको 1 वर्षको एउटा कुनै एक्जाम थियो, अनि त्यो एक्जामलाई चाहिँ स्ट्रेच गरेर सपोज वैशाखमा दिनुपर्ने एक्जाम चैतसम्म लाग्दाखेरि पनि त्यो पेपरहरू वा रिजल्टमा कुनै पनि फरक पर्दैन? कुनै पनि फरक चाहिँ पर्दैन. सो यसमा मलाई चाहिँ अब जहिले नि इङ्ग्लिस मन्थ्समा मात्रै थाहा याद हुन्छ होइन. सो तपाईँले मार्च सेसनमा दिनुपर्ने पेपर तपाईँले मार्च नदिकन जुनमा दिनुभयो भनेदेखि मार्च सेसनको जुन प्रिपेरेसन गर्नुभएको छ तपाईँले, अनि यु विल हेभ 3 more months टु प्रिपेयर, अनि त्यसपछि जुनमा एक्जाम दिन सकिन्छ. सो त्यही चिज चाहिँ तपाईँको मार्च सेसनको एक्जाम नभइकन जुन सेसनको एक्जाम हुन्छ एन्ड बिचमा एउटा सेसन ब्रेक चाहिँ भयो. सो जिपिए भन्दा बाहेक पनि केही अरू एक्स्ट्रा एलिजिबिलिटी त्यो केही छ रिक्वायरमेन्ट्स? सो एसिसिएको एलिजिबिलिटी रिक्वायरमेन्ट्सको कुरा गर्नु पर्दाखेरि एनीबडी क्यान स्टार्ट एसिसिए इन समरी है. एनीबडी क्यान स्टार्ट एसिसिए. हाउएभर तपाईँले +2 कम्प्लिट गर्नुभएको छ अर इक्विभ्यालेन्ट ए लेभल कम्प्लिट गर्नुभएको छ भनेदेखि यु क्यान स्टार्ट एसिसिए डाइरेक्टली थ्रु द एसिसिए रुट. इफ यु हेभ नट कम्प्लिटेड +2 अर ए लेभल्स एन्ड यु स्टिल वान्ट टु स्टार्ट एसिसिए भनेदेखि तपाईँले चाहिँ एफआइए रुटको थ्रुबाट चाहिँ एसिसिए स्टार्ट गर्न सक्नुहुन्छ. इदर रुट लाइक बोथ रुट्स लिड टु द सेम डेस्टिनेसन्स. सो सर यो पढ्दाखेरि त अब धेरै बेर त पढ्नु पर्दैन नि त, लाइक दिनभरि अब स्कुल कलेज जस्तो त हुँदैन नि त, बिहान गयो राति आयो जस्तो. बिहान फ्यु आवर्स पढिसकेपछि चाहिँ हाम्रो एकाडेमिक पार्ट सिद्धिसकेपछि चाहिँ अब हजुरले भनेअनुसार 3 वर्ष त काम गर्नु परिहाल्यो होइन. त्यो बाहेक पनि अब त्यो काम गर्दाखेरि र पढ्दाखेरि एसिसिए त गाह्रै छ नि त कोर्स साँच्चीकै भन्नु पर्दाखेरि. त्यो कसरी ब्यालेन्स गर्न चाहिँ स्टुडेन्टहरूले कसरी सक्छन्? ओके, सो यसलाई 2 पार्टमा डिभाइड गर्छु. वान इज वाइल यु आर स्टडिङ विदाउट वर्किङ, नेक्स्ट इज वेन यु आर स्टडिङ एन्ड वर्किङ द प्रोफेसनल लेभलमा होइन. सो +2 कम्प्लिट गर्ने बित्तिकै फर्स्टमा तपाईँको एसिसिए जोइन गर्नुभयो भनेदेखि तपाईँको क्लासेस भनेको 1.5 hours म्याक्सिमम् 3 hours हुन्छ. बिचमा ब्रेक सेक गरेर 4 hours म्याक्सिमम् हुनसक्छ. तपाईँको 4 hours पढाइ भइसकेपछि त्यसपछि तपाईँले घर गएर बाँकी सबै सेल्फ स्टडी नै गर्ने हो. सेल्फ स्टडी गर्दाखेरि पनि ACCA will provide you with an online educational learning platform which is called Study Hub. Study Hub, so ACCA को पढाइ चाहिँ it is not just limited to traditional books or educational textbooks only. यसमा Study Hub को थ्रुबाट चाहिँ तपाईले online educational platform मा चाहिँ chapter wise, topic wise तपाईको क्वेसन्सहरू हुन्छ, फ्ल्यास कार्ड्सहरू हुन्छ होइन. यसलाई तपाईँले एक्सप्लोर गर्न सक्नुहुन्छ. एन्ड दिस यु हेभ टु डु एट यर होम एट यर ओन पेस.
होइन. त्यो बाहेक हाम्रो ट्रेडिसनल लर्निङ मेथड जुन एक्जामको क्वेसन्सहरू पढ्ने अनि त्यसपछि एक्जामको क्वेसन्सहरू प्र्याक्टिस गर्ने तिनीहरू त छैछ. सो त्यो फर्स्टको 2 इयर्स चाहिँ तपाईँले वेन यु आर नट वर्किङ यो दुइटालाई चाहिँ यसरी ब्यालेन्स गर्नुपर्ने हुन्छ. त्यसपछि आफ्टर द्याट वान्स यु स्टार्ट वर्किङ मेबी तपाईँको पढाइ र कामलाई सँगसँगै लाँदाखेरि त्यो लेभलको फ्री टाइम नहुनसक्छ. अनि त्यो लेभलको फ्री टाइम नहुँदाखेरि हाम्रो धेरै अप्रुभड लर्निङ पार्टनर्सहरूले चाहिँ अप्रुभड एम्प्लोयर्सहरूले चाहिँ ACCA अप्रुभड एम्प्लोयर्सहरूले चाहिँ त्यस्तो ठाउँमा ACCA अप्रुभड एम्प्लोयर्समा काम गर्नुभयो भनेदेखि चाहिँ त्यहाँ चाहिँ हाम्रो एक्जाम अगाडि 1 विकदेखि 10 डेजसम्म मिनिमम पनि बिदा दिन्छ सबै ठाउँमा. सो त्यो बिदामा तपाईँले एक्जामको लागि प्रिपेयर गर्ने त भइहाल्यो. त्यो बाहेक अरू डेजमा चाहिँ तपाईँले अब सिधा भन्नुपर्दाखेरि राति अलि ढिला सुतेर होइन अलिकति बढी मेहनत गरेर त्यसरी पढ्नुपर्ने हुन्छ. र अर्को भनेको चाहिँ तपाईँले 3 मन्थ्समा पढ्नुपर्ने चिज त्यही चिजलाई अलिकति स्ट्रेच गरेर एक सेसन ब्रेक लिएर 6 मन्थ्स पढेर त्यसरी बिस्तारै कभरअप चाहिँ गर्नुपर्ने हुन्छ. सो इमेजिनिङ अब सबै भ्याइसकेपछि त मोस्ट अब ACCAमा पढिरहेको मान्छे अभियसली नेपालमा पनि अपर्च्युनिटिज छन्, तर इन्टरनेसनल्ली काम गर्दाखेरि द कम्पिटिसन राइजेस बाई मल्टिपल टाइम्स नि त. सो हाउ डज ACCA इक्विप स्टुडेन्ट्स विथ स्किल्स टु वर्क इन्टरनेसनली? सो तपाईँले कम्पिटिसन चाहिँ हाई हुन्छ भनेर भन्नुभयो होइन, बट एट द सेम टाइम मलाई त अपर्च्युनिटी पनि इक्वली हाई हुन्छ जस्तो लाग्छ होइन. लकिली आइ एम वान अफ द एक्जाम्पल्स. मैले अपर्च्युनिटी पाएँ, मेरो साथीले पनि पाएको थियो होइन. त्यसपछि म फर्केर आइसकेपछि मैले अर्को 2जना साथीहरू पनि, एकजना ब्रिटिस कलेजको स्टुडेन्ट र एकजना CCA को स्टुडेन्टलाई चाहिँ मैले रेकमेन्ड गरेको थिएँ. अहिले दुवैजना कतारमै काम गरिराख्नु भएको छ होइन. सो यस अपर्च्युनिटिज पनि इक्वली अभाइलेबल चाहिँ हुन्छ. त्यसपछि नेक्स्ट स्किल्सहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ ACCA एक्जाम चाहिँ हाम्रो कम्प्युटर बेस्ड हुन्छ मैले भनेको जस्तै. त्यो कम्प्युटर बेस्ड हुँदाखेरि स्टुडेन्ट्स आर नट गिभिङ देयर एक्जाम्स इन द पेपर एन्ड कम्प्युटरमा त्यो गर्दा गर्दै त्यहाँबाट नै पछि वर्क प्लेसमा पनि कसरी स्प्रेडसिट्सहरूमा काम गर्ने त्यो एउटा बानी चाहिँ बसिसकेको हुन्छ. इभन समथिङ लाइक टाइपिङ स्पिड विच इज अन्डर रेटेड त्यो पनि बिस्तारै डेभलप हुँदै गइसकेको हुन्छ. बिसाइड्स दिस ACCA एजुकेसन इट्सेल्फले चाहिँ सबै स्किल्सलाई चाहिँ कभर गर्न चाहिँ सक्दैन, इक्विप गर्न सक्दैन. सो कतिवटा पार्ट चाहिँ कलेजको रेस्पोन्सिबिलिटी पनि हुन्छ र हामी नेपालको सबै कलेजहरूले चाहिँ यस्तो प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम्सहरू रन गरिरहेको हुन्छौँ. यो प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम्सहरूमा हामीले पब्लिक स्पिकिङलाई प्रायोरिटाइज गर्छौँ, हामीले कन्फिडेन्स डेभलपमेन्टलाई प्रायोरिटाइज गर्छौँ, हामीले अकाउन्टिङ सफ्टवेयर्सहरू लाइक फर इक्जाम्पल क्विक बुक्स, जिरो यस्तो खालको अकाउन्टिङ सफ्टवेयरहरू कसरी चलाउने यस्तो खालको ट्रेनिङ्सहरू दिन्छौँ. बिसाइड्स दिस हामीले एक्सेलको स्प्रेडसिट्सहरूको अरू कम्प्लिकेटेड फर्मुलाज अरू कम्प्लिकेटेड इक्वेसन कसरी रिपोर्ट्सहरू बनाउने त्यो म्यानेज गर्ने त्यस्तो खालको सिकाउँछौँ होइन, एक्सेल ट्रेनिङ्सहरू. एन्ड अल अफ दिज ट्रेनिङ्स टुगेदर विथ ACCA को एजुकेसन will equip students with the required skills to tackle all the tasks of their workplace when they finally start to work. अब अहिले धेरैचोटि भन्नुभएको छ, म नै हो इक्जाम्पल बाहिरबाटै त आएको त्यस्तोहरू. सो ACCA स्टुडेन्टलाई चाहिँ नेपालमा काम गर्न र बाहिर काम गर्दाखेरि के डिफ्रेन्सेस फेस गर्छ त? सो बाहिर काम गर्दाखेरि ठ्याक्कै भन्नुपर्दाखेरि त होमसिक हुन्छ धेरै होइन. सो नेपालकै कुरा गरौँ. फर्स्ट अफ अल नेपालमा काम गर्दाखेरि ACCA को वान्स यु स्टार्ट एज एन इन्टर्न, फर्स्ट अफ अल जहाँसुकै इन्टर्नसिप एज एन इन्टर्न काम गरे पनि त्यो म एकदमै मेहनत गर्छु र भनेको टास्क सबै गर्छु भन्ने त्यो विलिङनेस चाहिँ देखाउनुपर्छ. त्यो विलिङनेस नदेखाउँदाखेरि एन्ड आइम गिभिङ अगेन रियल लाइफ सिनारियोज, त्यो विलिङनेस नदेखाउँदाखेरि चाहिँ एउटा मेजर इस्यु चाहिँ के आउँछ भनेदेखि फर्म्सहरूले पनि जहाँ चाहिँ इन्टर्नसिप गरिरहेको हुन्छ उनीहरूले चाहिँ त्यो रिपिटेटिभ टास्क्सहरू मात्रै दिइदिन्छ. लाइक फर इक्जाम्पल जर्नल भाउचर्सहरू चेक गर्ने, इन्भेन्ट्री काउन्ट गर्ने होइन, बेसिक रिपोर्ट्सहरू मात्रै बनाउने त्यस्तो खालको बेसिक लेभलको कामहरूमा. तर मैले एकदमै आफ्नो डिजायर देखाएँ, म लर्न गर्न चाहन्छु, म सिक्न चाहन्छु, म अझै धेरै ठाउँ एक्सप्लोर गर्न, म तपाईँले जहाँ पठाउनु म त्यहाँ जान रेडी छु, म सिर्फ काठमाडौँमा मात्रै लिमिटेड त्यस्तो खालको एक्साइटमेन्ट देखाउनु भयो, त्यस्तो खालको एनर्जी देखाउनु भयो भनेदेखि त्यसपछि फर्म्सहरूले पनि जहाँ तपाईँले इन्टर्नसिप गर्दै हुनुहुन्छ दे विल स्टार्ट टु गिभ यु मोर रेस्पोन्सिबिलिटी स्लोली दे विल स्टार्ट टु गिभ यु एडिसनल सुपरभाइजरी एन्ड
रिपोर्ट फाइनलाइजेसनको रेस्पोन्सिबिलिटिजहरू बनाउँदै दिँदै गर्नुहुन्छ होइन र त्यो रेस्पोन्सिबिलिटिजहरू दिँदै गइसकेपछि त्यसपछि आफ्नो पनि बिस्तारै डेभलपमेन्ट हुँदै जान्छ एज एन इन्टर्न धेरै कुराहरू सिकिँदै जान्छ आफ्नो कम्पिटेन्सिजहरू डेभलप हुँदै जान्छ सो द्याट इज वान च्यालेन्ज काठमाडौँमा नेपालमा काम गर्दाखेरि भनेको नेपालमा एज एन इन्टर्न काम गर्ने अर्को ठुलो च्यालेन्ज भनेको चाहिँ इट इज इभन ट्रान्सपोर्टेसन बिकज लाइक जिल्ला जिल्ला जानुपर्ने हुन्छ वान अफ माई फ्रेन्ड्स वाज भेरी भेरी हार्ड वर्किङ तर उसलाई बसमा जाँदाखेरि चाहिँ एकदमै गाह्रो हुने होइन सो त्यस्तो खालको अर्को रियल लाइफ च्यालेन्जेसहरू त्यस्तोहरू पनि छ यो चाहिँ नेपालमा काम विदेशमा काम गर्नु पर्दाखेरि चाहिँ एज एन इन्टर्न या एज अ वर्किङ प्रोफेसनल वान अफ द मेजर प्रब्लम्स द्याट वी Nepalese face is kind of a problem of discrepancy. Sorry, a kind of a problem of prejudice, discrimination. है सो अलिकति नेपाली भन्छ यसै होइन मेबी क्वालिफाइड छैन भन्ने त्यस्तो खालको एटिट्युड हुन्छ होइन अब समटाइम्स इभन लाइक इङ्ग्लिस अलिकति विक छ भनेदेखि प्रष्ट छैन भनेदेखि त्यसमा पनि अलिकति नेपालीहरूलाई चाहिँ अलिकति हेप्ने त्यस्तो चाहिँ मैले बाहिरतिर चाहिँ त्यस्तो देखेको थिएँ अब स्कलरसिप्स वा फाइनेन्सियल कुरा गर्दाखेरि चाहिँ एससिसिए त युके बेस्ड कोर्स हो नि त अनि एक्जाम फी पनि अब डलरमा तिर्नुपर्छ होला अनि अब छुट्टै पढिरहनु भएको छ कि त्यो फाइनेन्सियली चाहिँ कतिको खर्च के हुन्छ एससिसिएमा सो एससिसिएको एक्सपेन्सेसको कुरा गर्नु पर्दाखेरि अगेन वी हेभ टु डिभाइड दिस इन्टु टु डिपार्टमेन्ट्स वान इज कलेजलाई पे गर्ने फिज अर एजुकेसन इन्स्टिट्युटलाई पे गर्ने फिज अनि त्यसपछि नेक्स्ट भनेको एससिसिएलाई डाइरेक्टली पे गर्नुपर्ने फिज सो कलेजलाई पे गर्नुपर्ने फिज विच कभर्स ट्युसन बुक्स अरू काउन्सिलिङ अरू स्किल्स डेभलपमेन्ट लाइक अघि नै भनेको प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम्स भनेको जस्तै अल अफ दिस 3 इयर्सको प्याकेजमा इट विल कस्ट समवेयर अराउन्ड 2 लाख to 3 lakh कलेज वाइज अलिकति डिफ्रेन्ट हुन्छ त्यसपछि एडिसनली एससिसिएलाई पे गर्नुपर्ने फिज विच इज दि एनुअल सब्सक्रिप्सन फिज रेजिस्ट्रेसन फिज त्यसपछि एक्जाम फिज अल अफ दिज फिज विल कस्ट समथिङ अराउन्ड 4 लाख तर यो 4 लाख चाहिँ इट डज डिपेन्ड अन पाउन्ड अल्सो सो अहिलेको पाउन्डको एक्सचेन्ज रेट अनुसार 4 लाख हो पछि गएर अलिकति घट्ने बढ्ने पनि हुनसक्छ सर त्यस्तै हो भने चाहिँ स्कलरसिपको चाहिँ कतिको छ सो स्कलरसिपको कुरा गर्दाखेरि यतापट्टि एससिसिएबाट चाहिँ केही पनि स्कलरसिप पाउँदैन एक्सेप्सनल स्टुडेन्ट्सहरू कसैले एससिसिएको स्कलरसिप्सहरू पाउन सक्छ लाइक उमेद जेएन स्कलरसिप भन्ने छ होइन त्यस्तो एक्सेप्सनली 1-2जनाले पाउने स्कलरसिप्सहरू इट इज भेरी डिफ्रेन्ट सो एससिसिएमा युजली केही स्कलरसिप्स चाहिँ हुँदैन तर यतापट्टि एजुकेसनल इन्स्टिट्युट्सहरूले चाहिँ स्कलरसिप दिइरहेको हुन्छ सो हाम्रै ब्राइटको कुरा गर्नुपर्दाखेरि जिपिए 3.3 भन्दा हायर आयो भनेदेखि वी स्टार्ट विथ 5% र 3.4 10% 3.5 त्यो बढ्दै जान्छ द्याट इज वान स्कलरसिप नेक्स्ट स्कलरसिप भनेको तपाईँको नलेज लेभलमा 3टै सब्जेक्टमा 80+ आयो भनेदेखि वी हेभ 30,000 स्कलरसिप वेयर एज 3टै सब्जेक्टमा 90+ आयो भनेदेखि वी अफर 45,000 स्कलरसिप्स इन द नेक्स्ट लेभल त्यसपछि नेक्स्ट लेभल भनेको स्किल्स लेभलमा जाँदाखेरि नेपाल टप अर वर्ल्ड टप आउनुभयो भनेदेखि देन इन द्याट केस वी प्रोभाइड अगेन स्कलरसिप होइन बेस्ड अन दि ऱ्याङ्किङ ग्लोबल ऱ्याङ्किङ अर नेपाल ऱ्याङ्किङ सो स्टुडेन्टको कुरा गर्दाखेरि सुरुमा पढ्न लाइक 12 भ्याएर ब्राइट छिरेको एउटा स्टुडेन्ट र पढाइ भ्याएर निस्किँदाखेरिको स्टुडेन्टको डिफ्रेन्स चाहिँ अहिले के देख्नुभयो एउटा मेजर डिफ्रेन्स भनेको ब्राइटमा सुरुमा आउँदाखेरि हामी स्टुडेन्टलाई तिमी भन्छौँ सकेपछि यस्तै तपाईँ भनेर भन्नुपर्ने हुन्छ बिकज एउटा सर्टेन क्वालिफिकेसन लेभल पाइसकेको हुन्छ द्याट इज वान मेजर डिफ्रेन्स विच आई एम अल्सो एक्सपिरियन्सिङ होइन अर्को भनेको चाहिँ तपाईँको +2 कम्प्लिट गर्ने बित्तिकै आउने स्टुडेन्ट उसको चाहिँ एउटा पढ्ने बानी चाहिँ अझै पनि हाम्रो नेपालमा चाहिँ अलिकति त्यो ट्रेडिसनल वे अफ थिङ्किङ चाहिँ छ लाइक एज इन आई हेभ टु मेमोराइज भन्ने टाइपको त्यो एससिसिए पढ्दै चाहिँ त्यो चाहिँ बिस्तारै हट्दै पनि गएको मैले देखेको छु सबै चिज मेमोराइज गर्नु छ ओके अब चाहिँ मोर कन्सेप्चुअली बुझ्नु पऱ्यो बिकज एससिए इज सो डिफिकल्टली मेमोराइज गरेर मिल्दैन यु हेभ टु अन्डरस्ट्यान्ड थिङ्स कन्सेप्ट सो त्यो बिस्तारै चेन्ज भएको मैले देखेको छु त्यो बाहेक अरू भनेको आई हेभ सिन सो मेनी अदर स्टुडेन्ट्स हु आर लाइक स्टार्ट गर्दाखेरि अलिकति साई अलिकति कन्फिडेन्स मेबी नट हाइएस्ट होइन तर जर्नी कम्प्लिट गरिसके एससिसिएको जर्नी कम्प्लिट गरिसकेपछि पढ्दा बिस्तारै
दे बिल्ड अप देयर कन्फिडेन्स इभन लाइक स्टेजमा कहिल्यै जान नसक्ने स्टुडेन्टले पछि गएर कलेजको कुनै प्रोग्राममा नै पर्फर्म गरेको त्यस्तो पनि मैले देखेको छु. सो दिज आर द मेजर डिफ्रेन्सेस इन विच आई सी इन स्टुडेन्ट्स. त्यो बाहेक अरू कमन डिफ्रेन्सेस भनेको त तपाईँको पढ्न आउनु अगाडि चाहिँ +2 पास गरेर पढ्न आउँदाखेरि चाहिँ अब अकाउन्ट्स फाइनेन्सको बारेमा केही धेरै थ्योरिटिकल एन्ड प्र्याक्टिकल नलेज नभएको र एसिसिए कम्प्लिट गरिसकेपछि त्यो नलेज भएर त्यसपछि फाइनली गेटिङ रेडी टु वर्क इन द जब मार्केट. द्याट इज वान अफ द मेजर डिफ्रेन्सेस. सो यति भास्ट डिफ्रेन्स स्टुडेन्टमा हुनुमा लुकिङ एट ब्राइटको रेपुटेसन, अभियसली ब्राइटको रिसोर्सेस फेसिलिटिजले एकदमै ठुलो एउटा ह्यान्ड प्ले गरेको हुन्छ नि त. सो ब्राइटमा चाहिँ कस्तो खालको फेसिलिटिज, रिसोर्सेस, सपोर्ट एउटा बच्चाको एसिसिए जर्नीमा कस्तो प्रोभाइड गरिरहेको छ? एजुकेसनल रिसोर्सेसको कुरा गर्नु पर्दाखेरि टिचर्स क्लासरुम्स त्यो त सबैमा अभाइलेबल भइहाल्छ जहाँ पढे पनि. ब्राइटको अरू एक्सेप्सनल फिचर्सहरूको कुरा गर्नु पर्दाखेरि नम्बर 1 हाम्रोमा स्मार्ट बोर्ड्सहरू छ जसले गर्दाखेरि पढ्ने र पछि नोट कपी गर्ने त्यसलाई पनि एकदमै इजी हुन्छ. नेक्स्ट भनेको हाम्रो एभ्री लेक्चर चाहिँ लाइभ रेकर्डिङ हुन्छ र लाइभ जुमबाट पनि लिन मिल्छ. सो विच मिन्स स्टुडेन्ट्सहरू कुनै दिन बिरामी भयो या त्यस्तै एक्सेप्सनल केसेसले गर्दाखेरि घरमै बस्नु पऱ्यो भनेदेखि पनि लाइभ त्यो क्लासेसमा चाहिँ अटेन्ड गर्न मिल्छ. नेक्स्ट भनेको हाम्रो स्टुडेन्ट्सहरू सबैजनालाई चाहिँ हामीले स्टुडियो रेकर्डेड भिडियोजहरू पनि प्रोभाइड गर्छौँ. त्यो स्टुडियो रेकर्डेड भिडियोज चाहिँ अलिकति फास्ट ट्र्याक हुन्छ, छिटो पढाइन्छ. बट एक्जाम अगाडि होल कोर्समा पढाएको चिजलाई क्विकली रिभाइज गर्नलाई चाहिँ इट इज भेरी भेरी एफिसियन्ट. अनि बिसाइड्स दिस पढाइ गर्दै गइसकेपछि नलेज लेभल, स्किल्स लेभल कम्प्लिट गर्दै गइसकेपछि वी इभन स्टार्ट आवर पिडिपी प्रोग्राम्स, प्रोफेसनल डेभलपमेन्ट प्रोग्राम्स, जुन मैले अघि नै भने होइन, जहाँ चाहिँ हामीले चाहिँ अकाउन्टिङ सफ्टवेयरको ट्रेनिङ, एक्सेलको ट्रेनिङ, एडभान्स एक्सेलको ट्रेनिङ, हाम्रो अरू प्रोफेसनल स्किल्स विच आर रिक्वायर्ड वाइल वर्किङ, यस्तो खालको स्किल्स डेभलप गर्नलाई चाहिँ हामीले ट्रेनिङ सेसन्सहरू पनि प्रोभाइड गर्छौँ. सो दिज आर सम अफ द फ्याक्टर्स विच आर डिफरेन्ट इन आवर एजुकेसनल इन्स्टिट्युट देन मेबी इन अदर एकाडेमिज. सो हामी पडकास्टको एन्डसम्म आइसकेको छौँ. हजुर. म जस्तै एसिसिए पढ्न खोजिरहनु भएको स्टुडेन्ट्सबाट अब भ्याएर पढ्न खोज्नुभएको स्टुडेन्ट्सहरूलाई चाहिँ हजुरको फाइनल मेसेज जस्तो चाहिँ के हुन्छ? सो फाइनल मेसेज +2 पढ्ने स्टुडेन्ट्सहरूलाई फर्स्ट अफ अल त अल द बेस्ट फर यर एक्जाम्स. एक्जाम्स +2को एक्जाम्स पनि इक्वली इम्पोर्टेन्ट छ. जिपिए स्पेसली एसिसिए पढ्न आउनुभयो या अरू कुनै क्वालिफिकेसनमा जानुभयो भनेदेखि स्कलरसिपको लागि भए पनि इम्पोर्टेन्ट छ होइन. त्यसपछि नेक्स्ट भनेको तपाईँको एक्जाम कम्प्लिट भइसकेपछि इफ यु डिसाइड टु जोइन एसिसिए अर सिए होइन, हाम्रो इन्स्टिट्युसन चाहिँ भिजिट गर्नु होला. हाम्रो ब्राइट एकाडेमीमा चाहिँ हाम्रो एसिसिए पढाइन्छ, वेयर एज आवर प्यारेन्ट अर्गनाइजेसन गुरुकुल सिए, यहाँ चाहिँ हाम्रो नेपाल बोर्ड र इन्डियन बोर्डको सिए पनि पढाइन्छ होइन. सो प्लिज डु रिमेम्बर अस, प्लिज भिजिट अस वान्स होइन. अनि त्यो बाहेक म नेक्स्ट चाहिँ के भन्न चाहन्छु भनेदेखि मेरो आफ्नै लाइफ जर्नीको एक्सपिरियन्स सेयर गर्नु पर्दाखेरि वेन आई स्टार्टेड एसिसिए बिचमा अलिकति गाह्रो भएको थियो अनि त्यसपछि अलिकति फेल पनि भएको थियो बिचमा चाहिँ. इट वाज काइन्ड अफ डिफिकल्ट एन्ड देयर वाज टाइम्स वेयर आई वाज थिङ्किङ लाइक ओ डिड आई सेलेक्ट द रङ सब्जेक्ट होइन भनेर. बट आई वर्क हार्डर अनि त्यसपछि आई वाज फाइनली एबल टु कम्प्लिट माई जर्नी. र अहिले आएर सोच्दाखेरि आई थिङ्क सेलेक्टिङ एसिसिए वाज वान अफ द बेस्ट डिसिजन्स अफ माई लाइफ बिकज यहाँसम्म आउनुको करियर मेरो भेरी ह्याप्पी विथ माई करियर होइन. सो तपाईँहरूलाई पनि म त्यही भन्न चाहन्छु कि होइन, लाइक इफ यु डिसाइड टु स्टार्ट एसिसिए मेहनत चाहिँ गर्नुपर्छ, तर फाइनली कम्प्लिट गर्दाखेरि दि सक्सेस इज भेरी भेरी रिवार्डिङ. Thank you so much, sir, for coming Career Chats-ma, for coming in a podcast with Global Debate Club. हजुरको नलेजले obviously धेरै स्टुडेन्टहरूलाई हेल्प गर्छ. हस्, thank you very much. This has been a wonderful experience. Thank you to Garima ma'am and the entire Global Debate Club. Also, thanks to Arya Digital Productions for making this podcast happen. Thanks. With that, we have come to the end of the episode. Thank you for listening to Career Chats Season 3. Again, a special thanks to Asim sir for providing his insights and knowledge in the ACCA journey.
Until next time, stay curious and keep debating with us at Global Debate Club. Namaste.